पछाडि धेरै चिरिँदै गएको छ। आम नागरिकको यो जनमत देशमा सुशासन र समृद्धिको लागि हो भन्ने कुरामा दुई मत छैन। नो इफ नो बट, सुशासन चाहियो, समृद्धि चाहियो भन्ने छ र सरकारले त्यसै अनुरूप काम पनि गर्दै गएको कुरा आम नागरिकलाई आश्वस्त हुने गरी प्रस्ताइदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, यस विषयमा हामीले विभिन्न समयमा भन्दै पनि आएका छौँ। हाम्रा माननीय मन्त्रीज्यूहरूले, पार्टीका सभापतिज्यूले पनि भन्दै आउनुभएको छ। हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका माननीय सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लू बुक रिन्यू गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद। माननीय सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले प्रश्न उत्तर कार्यक्रममा सहभागी जनाउनु भएको र आजको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु र सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो स्थानमा स्थानान्तरण गर्न धेरै धेरै धन्यवाद। माननीय सदस्यहरू, मैले केही बेर अगाडि पनि जानकारी गराएँ। सम्माननीय प्रधानमन्त्रीज्यू आकस्मिक आउनुभयो र उहाँले प्रश्न गर्ने र म प्रश्नको उत्तर दिन तयार छु भनेर रोस्टममा समय मागिसके पछाडि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले समय दिएँ र मान्य सदस्यहरूलाई म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। मान्य सदस्यहरूलाई मैले सभामुखले बोलिरहेको बेलामा सभामुखले आफ्नो कुरा टुङ्ग्याउँदै नटुङ्ग्याइकन मान्य सदस्यको दलबाट प्रश्न गरेर
मान्य सदस्य ऐन बहादुर महरलाई मैले पटक पटक सभामुखले आफ्नो कुरा राख्दै गरेको हुनाले बस्न पनि अनुरोध र उहाँलाई मैले समय पनि दिएको छैन र उहाँलाई मैले माइक पनि दिएको छैन। त्यसकारणले मान्य सदस्यले पटक पटक बैठकमा मर्यादा विपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यानाकर्षण भएको छ। त्यसै गरी मान्य सदस्य ध्रुवराज राईलाई पनि मैले पटक पटक मान्य सदस्य आरएन राई प्रति पनि मेरो ध्यानाकर्षण मान्य सदस्यहरूलाई मैले समय दिइरहेको छु। मान्य सदस्यहरूलाई बोल्न माइक पनि दिइरहेको छु। मान्य सदस्यहरूलाई मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यानाकर्षण गराउँछु। मान्य सदस्यको भाषालाई, मान्य सदस्य आरएन राईको भाषालाई सुधार्नको लागि र मर्यादित गर्नको लागि म ध्यानाकर्षण गराउँछु। मान्य सदस्यहरू, मैले सत्तापक्ष र विपक्षी बेन्चका सबै मान्य सदस्यहरूले मागे अनुसार र सभामुखले आफ्नो सचिवालयसँग संवाद गर्दै, छलफल गर्दै, कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गर्दै समयहरू निर्धारण गर्ने र आवश्यकताको आधारमा, विषयवस्तुको आधारमा निरन्तर समय दिने र मान्य सदस्यहरूलाई बोल्न दिने काम निरन्तर गरिरहेको कुरा हाम्रो रेकर्डमा सुरक्षित छ र यो प्रतिनिधि सभाको बैठक लाइभ भइरहेको छ। त्यसकारणले सभामुखले कसलाई समय दिएको छ, कसलाई समय दिएको छैन र कसरी समय निर्धारण गरेको छ, यो सबैतिर सर्लङ्ग छ। त्यसकारणले म मान्य सदस्यहरूलाई हरेक दिन कार्यसूचीमा हामीले राखेको विषयवस्तु अगाडि नबढाइकन विरोध मात्रै गरिरहने हो भने हामी कानुन निर्माण गर्नलाई 10 वर्ष भयो संविधान बनेको, तर कानुन निर्माण भएन भनेर मान्य सदस्यहरूले नै बाहिर गएर
यहाँहरूले आफ्नो जनतासँग बोलेको मैले सुनिरहेको छु, सत्तापक्ष होस् या विपक्षी बेन्चका मान्य सदस्यहरू। त्यस कारणले म मान्य सदस्यहरूलाई मर्यादित भएर प्रश्न सोध्ने, आफूले समय माग्ने, त्यसपछि सभामुखले दिएको समयमा विषयवस्तुमा केन्द्रित रहेर आफ्ना प्रश्नहरू गर्ने कुरा गर्नको लागि म अनुरोध गर्छु। आज सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभयो र यहाँहरूले सार्वभौम सांसदहरूले, मैले विपक्षी र सत्तापक्ष अथवा विपक्षी बेन्चको कुरा गरिरहेको छैन, सांसद मान्य सदस्यहरूले नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिनुपर्छ भनिरहेको विषयलाई सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभयो र म जवाफ दिनको लागि तयार छु। मलाई समय मिलाइदिनु पर्यो र मलाई प्रश्न गर्ने मान्य सदस्यलाई प्रश्न गर्न दिनु पर्यो भनेपछि सभामुखले नियमावलीमै टेकेर, नियमावलीको उल्लङ्घन गरेर होइन, नियमावलीमै टेकेर सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्नुहोस् भनेर मैले दिएको हो र मान्य सदस्यले प्रश्न पनि गर्नुभयो र त्यसको उत्तर पनि पाउनुभयो। त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यू निस्कनु भएको छ र अब आज हामी हाम्रो कार्यसूचीमा प्रवेश गरौँ। आज हाम्रो सुन्ने समय छ, यसपछि सुन्ने समयको कार्यक्रम सुरु गरौँ। आफ्ना कुराहरू दलको तर्फबाट आज सुन्ने समयमा समय